विभिन्न जात जातिको साझा फुलबारी हो। यसै फुलबारीमा फुलेको एउटा फुल राई जाति पनि हो। नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको प्रमुख नाच हो चण्डी अर्थात् साकेला। यो वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमा गरी वर्षमा 2 पटक नाच्ने गरिन्छ। यो नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घट तथा 3 ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्रै यो नाचको सुरुवात गर्ने गरिन्छ। यो नाच गर्दा सिलमी, फलामकोमी, चौरीको पुच्छर बोकी सिलमका पुरुष र महिलाले नाचको प्रतिनिधित्व गर्दछन् भने पछि भने अरू नृत्यकारहरूले ढोल झ्याम्टा बोकी सामूहिक रूपमा नृत्य गर्ने गर्दछन्। प्रस्तुत छ रमाइलो चण्डी अर्थात् साकेला नृत्य।